गाइस गुड मर्निङ फेरि चाहिँ एक नयाँ दिनको सुरुवात गर्दै आज चाहिँ हामी जाँदैछौँ दिल्ली कुतुब मिनार जाँदैछौँ गाइस। एकदम इन्ट्रेस्टिङ भिडियो बन्नेवाला छ, लास्ट तक हेर्नु होला। र हामी चाहिँ ग्रुप राइड जाँदैछौँ, 4 जना भएर जाँदैछौँ हामी गाडीहरू छ यतातिर होइन। अब चाहिँ गाइस बाटोमा चाहिँ मौज मस्ती गर्दै इन्जोय गरेर जानुपर्छ। के कस्तो भिडियो बन्छ, के कस्तो कुन ठाउँमा घुमिन्छ त्यो हेर्नको लागि चाहिँ लास्ट तक भिडियो हेर्नु होला। त्यही गाइस है त। बाँकी अब रोडमा मिल्दै गफ गर्दै जानुपर्छ है त गाइस। ल तो हेलो गाइस गुड मर्निङ वेलकम ब्याक टु माई न्यू एपिसोड गाइस। तपाईँहरू एकदमै बिन्दास हुनुहुन्छ होला, म पनि एकदम बिन्दास छु गाइस। र गाइस आजको भ्लग चाहिँ सुरु गरिसकेका छौँ हामीले। र त्यही हो गाइस, आज हामी चाहिँ जाँदैछौँ दिल्ली कुतुब मिनार है। दिल्ली कुतुब मिनार जाँदैछौँ गाइस। म अनि प्रकाश सागर अनि रामु भएर जाँदैछौँ हामी 4 जना टक्क 2टा बाइकमा जाँदैछौँ गाइस। घरबाट बाहिर निस्किसकेका छौँ। अब बाटोमा गफ गर्दै इन्जोय गरेर जानुपर्छ। र कुतुब मिनार हुँदै अरू कुन ठाउँमा घुमिन्छ त्यो हेर्नको लागि चाहिँ भिडियोलाई लास्ट तक हेर्नुपर्ने हुन्छ। एकदमै बवाल मजा आउनेवाला छ, इन्जोय हुनेवाला छ गाइस, लास्ट तक हेर्नको लागि। ल गाइस ल हामी चाहिँ टक्क अहिले चाहिँ मैदान तक अगाडि पुगिसकेका छौँ गाइस। र मेरो पछाडि छन् 2टा राइडर, तपाईँले मिररमा देख्न सक्नुहुन्छ। र एकदमै अगाडि चाहिँ के को भिडियो देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। यहाँ के को भिडियो के भइरहेछ आज यहाँ? के को जाम हो यो? के को जाम छ यहाँ? के को जाम छ? ल गाइस खुल्यो जाम चाहिँ। ए रेड लाइट लगाइदिएछ यहाँनिर यार। रेड लाइट ओके गाइस। ल त्यहाँनिर जाम किन भइरहेछ भनेको त सधैँ हिँड्ने बाटोमा होइन, त्यहाँ चाहिँ रेड लाइट लगाइदिइरहेको रहेछ नयाँ रेड लाइट, त्यही कारणले गर्दा पो रहेछ। ल हामी चाहिँ अन्डरपास आइसकेका छौँ गाइस, राजीव चोक। तपाईँ टक्क म्यापमा देख्न सक्नुहुन्छ अझै 37 मिनट देखाइरहेको छ उहाँको लागि चाहिँ। हामीले चाहिँ साथीहरूलाई पर्खिँदै लेट भइरहेको थियो। यत्तिको चाहिँ मजा हुनुपर्छ कि हामी हिँडिसकेपछि बाटोमा हिँडिसके यत्तिको मजा त हुनुपर्छ, बबाल हुनुपर्छ है त। आज चाहिँ साथीहरूलाई पर्खिँदा एकदमै लेट भइरहेछ। केटाहरूलाई के भन्नु यार, भाइले चाहिँ फ्युल हाल्यो, सागर भाइले चाहिँ फ्युल हाल्यो। त्यही कारणले गर्दाखेरि हामी चाहिँ आज यसो पहिला फ्युलको लागि तलको बाटो जाँदैछौँ र फ्युल भराएर हामी चाहिँ माथि एक्सप्रेसवाला बाटो निस्किनेछौँ। आज एक्सप्रेस एकदमै भिड छ, किन रहेछ भनेको। आज लास्टै भिड चाहिँ किन हो होइन? 26 जनवरीको दिन भिड, माई गड। मैले नि फ्युल भराइहाल्छु, म पनि भराउँछु फ्युल हेर होइन। ल फाइनली हाम्रो चाहिँ मदन पनि आउने भए है त गाइस। मदन हामी चाहिँ पर्खेर बसिरहेको छौँ पेट्रोल पम्पनिर। हामी चाहिँ पेट्रोल हालेर अगाडि आएर पर्खिरहेको छौँ। मदन आउँदैछन्। मदन फेरि अलि अगाडि गइसकेको छन् कि अनि किन लोकेसन हाल्दै फेरि यहाँनिर बोलाइरहेको छ। यहाँ बोलायो भने चाहिँ यहाँ हामी चाहिँ टक्क यो बाटो हुँदै एक्सप्रेस हुँदै माथि सरेर दिल्लीको रोड पक्रिनुपर्छ। तल्लो बाटो गयो भने हामी जाममा परिन्छ होइन। त्यही कारणले गर्दा हामी यहाँ आएर टक्क रेडी भएर बसिरहेको छौँ। अनि मदन आउँछन्, मदनले पनि पेट्रोल हालेर राख्नु बाइकमा। पेट्रोल हालेपछि मदन आउँछ अनि टक्क हामी चाहिँ निस्किनु पर्ने हुन्छ है त गाइस। एकछिन वेट गरौँ है त। ऑल राइट गाइस, हामी चाहिँ यत्रो बेरदेखि चाहिँ हामी कन्फ्युज भएर चाहिँ पछाडि बसिरहेको थियौँ। मदन चाहिँ अहिले मदनको फोन आएको, मदन चाहिँ टक्क अगाडिनिर रहेछन् हाइवेमा। हामी चाहिँ पछाडि मदन आउँछन् भन्दै बस्दै गरेर यार मदनसँग गएर भेट्नुपर्छ है त। त्यसपछि चाहिँ हामीले अरू बाँकी कामहरू गर्नुपर्छ। बाँकी काम त अब के गर्नु, सिधा जानुपर्छ। आज एकदमै भिड छ अब, त्यही कारणले गर्दा हामी चाहिँ मदनसँग भेट भएर अनि निस्किनुपर्छ है त। टक्क अब चाहिँ 3टा राइडर चाहिँ 3टा बाइक पनि भए र 5 जना हामी साथीहरू चाहिँ 5 जना हुने भयो है त गाइस।
हाजी केटाले कता कता पर्खेर बसिरहेको थियो यार मतलब यो राखौँ त ल फोन म्याप कुतुब मिनारको म्याप राखौँ त ल ल गाइस ल अब हामी चाहिँ निस्किसकेका छौँ आज चाहिँ एकदमै राइडरहरू चाहिँ आज बब्बाल यहाँको इन्डियन राइडरहरू यति धेरै घुमिरहेको छ नि आज यार आज इन्डियन राइडरहरू यति धेरै घुमिरहेछन् होइन अब खास कुरा गरौँ आज चाहिँ यहाँको 26 जनवरी यहाँको चाहिँ इन्डिया आजाद भएको दिन है आज चाहिँ त्यही कारणले गर्दा आज यहाँको सबैको छुट्टी छ अनि सबै मान्छे घुम्न हिँडिरहेछ दिल्ली इन्डिया गेटहरू होइन कता 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 मान्छे हिँडिरहेछन् हामी नै साथीहरू टक्क प्लान बनाएर चाहिँ आज हामी जाँदैछौँ दिल्ली कुतुब मिनार जाँदैछौँ आज चाहिँ वहाँनिर यस्तो हामीले चाहिँ अब जाने खास प्लान चाहिँ हाम्रो थियो वहाँ के अरे आग्रा जान्छ आग्रा ताजमहल जाने मन प्लान थियो होइन त्यो चाहिँ हामीले टक्क आज चाहिँ टाइम अलिकति साथीहरूले गर्दाखेरि लेट भयो यताउता हुँदाखेरि लेट भयो त्यही कारणले गर्दा उता नजाने अनि टक्क आज चाहिँ हामी यहाँनिर त्यति आधा पौने घन्टाको बाटो छ होइन त्यही कारणले गर्दा चाहिँ हामी माथि 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 म त सिधै एक्सप्रेसबाट सिधै जाने भनिरहेको थियो त अनि कता त्यो जान किन कापासेर जान लाग्यो यार कता जाने र ए कता गएर जाने र यो वहाँ त्यहाँबाट उता घुमा उता जाने त हाइवे उता फलेभरबाट त्यही त उतालाई घुम्न पर्छ भने माथि सिधै गयो के अरे माथि सिधै गयो यता घुम्न पर्छ धेरै हो जाउँ गफ लाउनु हिँड ल गाइस ल हामीसँग अलिकति बाटो चाहिँ हल्का म चाहिँ दिल्ली जाने मन सिधै माथि हाइवे जाने भनेको फेरि हल्का बाटो चाहिँ मिस्टेक भएको थियो अनि फेरि पछाडि ब्याग आएर फेरि हामी निस्किसकेका छौँ ल साथीहरू अगाडि निस्किसकेका छैन यहाँबाट चाहिँ हामी सेक्टर 14बाट टक्क राइट लिएर हामी चाहिँ जाँदैछौँ है त हाँ लड्के खुल गया क्या लो गाइस लो बवाल कुदिरहन गाडी केटाहरूले यार भित्रबाट निकाल्दैछन् है ओके ऑल राइट गाइज हामी त फेरि सेक्टर 17 जिल्लाको गल्ली घुमेर अब हाइवेतिर आइसकेका छौँ गाइज है त हाम्रो राइडरहरू फेरि एकदमै गोली गइरहन् केटाको सुस्ता हिँड्नु त ऊ चाहिँ छैन क्या यार बानी नै छैन क्या सुस्ता हिँड्दा यार ल हेर्नु कहाँ पुगिसक्यो केटा ऊ अगाडि पुगिसक्यो यार हाम्रो चाहिँ लगभग आधा घन्टाको अनि म्यापमा आधा घन्टा देखिरहेको थियो लगभग केटाले मलाई छोडा चाल नै फेरि यार त्यही हो गाइज है त हामी चाहिँ अहिले गाइज फाइनली एमजी रोड आइसकेका छौँ है त अगाडि देख्न सक्नुहुन्छ एमजी रोड मेट्रो स्टेसन है त आज एकदमै भिड छ क्या आज मान्छेहरू घुम्ने यताउता गर्ने होइन बाँकी अफिसको त आज छुट्टी थियो केटाहरूको त हेर जाँदैछु ल लौडाकाले कस्तो काटिदिरहे लगेपछि मान्छेहरू सर मेट्रो कुदिरहेछ तलबाट चाहिँ हामी कुदिरहेछौँ चलो क्या हुआ आज चाहिँ कुतुब मिनारको एकदमै त्यहाँको पनि कुतुब मिनारको यहाँनिर चाहिँ त्यसको चाहिँ अब केही महत्त्वहरू छ होइन हामी चाहिँ त्यहाँनिर चाहिँ गाइडहरू मिल्छ होइन गाइडहरू मिल्यो भने चाहिँ अनि अगर टाइम हामीसँग बच्यो भने चाहिँ गाइडहरूसँग चाहिँ कुरा बुझ्ने कोसिस गर्नेछौँ कुतुब मिनारको बारेमा त्यो चाहिँ
कुनै न कुनै रहस्य हो छ त्यसको चाहिँ होइन। जस्तै ताजमहलको भयो, अनि तपाईँको लाल किल्ला भयो होइन, कुतुब मिनार भयो, यिनको चाहिँ अब तपाईँको रहस्यहरू छ क्या त्यसको होइन। अनि त्यही कारणले गर्दा कोही बुझाउने मान्छे चाहिँ पाइयो भने चाहिँ बुझ्नुपर्छ होइन, के को लागि बनाएर छ, कस्तो के कुराहरू रहेछ होइन। त्यो कुरा चाहिँ बुझ्न एकदमै घुम्दा फिर्दा चाहिँ अहिले त्यो जुन ठाउँ हामी हिँडिरहेको छौँ त्यो ठाउँको चाहिँ बारेमा यसो राम्रोसँग डिटेल्ससँग बुझ्न पाइयो भने चाहिँ बवाली मजा आउँछ होइन। त्यो गाइस बाटो चाहिँ एकदमै भिड छ, तपाईँले देख्न सक्नुहुन्छ। र चाहिँ आज चाहिँ पुरा उसो क्या जो आज इन्डियाको जो आजादी भएको एकदमै खुसियाली मनाउँदैछन् क्या मान्छेहरूले चाहिँ। गाडीमा ट्रक मुनिमा छैन डिजेहरू लगाएर पुरा यहाँको देशभक्ति गीतहरू लगाएर मान्छेहरू चाहिँ बवालसँग चाहिँ हिँडिरहेछन् आज। अब बाटोमा चाहिँ अब झन्डाहरू आफ्नो गाडीमा लगाएर होइन। तपाईँलाई यसमा मैले देखाउँछु तपाईँलाई मैले होइन, त्यो चिजहरू देखिन्छ तपाईँलाई मैले देखाउने छु। र साथी चाहिँ मदन अगाडि है सिकन्दर सिटी आइसकेछ न। अब सिकन्दरपुरतिरबाट घुम्दै घुम्दै हामी चाहिँ जानु पर्ने हुन्छ। उहाँ छन् साथीहरू चाहिँ डुक पनि यो दामी हुन्छ बाइक त यार, दामी छैन डुक्के दामी छैन यो पनि। ल हाम्रो साथीहरू यहाँ छ नि, ल गाइस एकदमै भिड छ, अलि अगाडि गएर फेरि मिल्नुपर्छ है त। ल गाइस ल साथीहरूले त पछाडि नहेरी दुख्छ नि त, के भएको यार, केटा त गोली गए जान्छ नि भनेको छ यार केटा त गोली गए जान्छ नै, के हो भने यार मदन चाहिँ अगाडि सुकिरहेछन्। यो त घुमी हामी कहाँ यहाँ आयो त्यो उठाउँछ एलजी पार्क के, एलजी पार्क सेक्टर 27 के यो, यहाँनिर एलजी पार्क छ यहाँनिर। एलजी पार्क चाहिँ हामी यहाँ आएको क्या, यहाँ बन्द थियो। ल तिमीलाई मैले देखाउँछु यहाँनिर तपाईँले भलक देख्न सक्नुहुन्छ। यो एलजी पार्क यो एलजी भाइ अलि खुला एकदमै दामी पार्क छ यहाँनिर यार, घुम्नको लागि यस्तो बवाल छ। हामी अस्ति नआएको, यहाँ चाहिँ बन्द थियो, डेन्जर छ यार। थोडा साइड देख के मालिक, साइड देख क्या, केही हुन्न क्या, चेकिङ हामीलाई केही बिगार्दिन, चेकिङ भएर केही फरक पर्दैन क्या। ऊ मेट्रोको खान्छ माइ त, मेट्रोको फ्लाइओभर हो, मेट्रोमा बाइक लिएर हिँड्छु ल गाइस आज चेकिङ यस्तो चेकिङ छ नि, चेकिङ त बवाल चेकिङ छ आज यार, चेकिङ लास्टै छ त आज यार। तर चेकिङ चाहिँ हुनु नि पर्छ क्या, यस्तो बेलामा फेरि मान्छे धेरै पब्लिक ठाउँमा अस्ति थाहा छैन बमसम पड्केको फेरि दिल्लीतिर, त्यस्तो नि हुन्छ नि त। त्यही भएर चेकिङ त एकदमै जरुरी छ। र हाम्रो चाहिँ सागर पछाडि टक्क आइरहन्, केटाले चाहिँ बवाल बाइक चाहिँ गोली लिइरहन्। यतातिर फेरि यता खाली छ बाटो यार, शान्त बवाल छ यतातिर। यति खाली पाइयो भने त मजाले दुख्न सकिन्छ त यार। ल सर बिन्दास बाइक कुदाउनु कम त बाइक कुदाउनु कम त मजा आउँछ। ए नखसे मुला ब्रेक गरेर त यार अरे त कहाँ लान्छ तैँले होइन, मान्छेलाई के भइरहेछ भने यार, साइड नहेरी सिधा केटाहरू त सिधा घुमाइदिन्छ भने यार। ओ माई गड बवाल ल भाइहरू चाहिँ बवाल तरिकाले अगाडि कुदिरहेछन्। एकदम शान्त एरिया छ क्या अगाडितिर, फेरि दामी लाग्छ नि त होइन। यो रुखहरू होइन, शीतल बाटो भयो नि दामी लाग्छ घुम्नलाई यार। अलग्गै फिल अलग हुन्छ कि, बाइक लिएर हिँडेपछि चाहिँ अलग्गै फिल हुन्छ क्या भने यार, बाटोमा हिँड्नु मात्र पर्छ यार। अच्छा हे कि घर कब आओगे अच्छा
राइडरको एकदमै आज धेरै मैले राइडरहरू घुमिरहेको देखिरहेको छु। अच्छा अच्छा करेंगे करेंगे। ऑल राइट गाइज सबै केटाहरू चाहिँ एक्साइटेड छन् आज घुम्नलाई। अनि पुरै एकदम गोली चाहिँ गइरहन्, पछाडि हेर्ने अगाडि हेर्ने छैन केटाहरूको, पुरा यस्तो घुमिरहने केटाहरू है। कुरै छोडिदिउँ यार। ल आज रेड बत्ती पनि पुरा ठक्क खुलिरहेको छ कि नलाग्यो, रेड बत्ती चाहिँ नलागो कि कुन्नी कसो यार, मजाले खुलिरहेको छ आज चाहिँ। ल ब्रेकहरू माइगहरू कति ठुलो ब्रेकहरू हेर त। ओहो केटाहरू पुगिरहन्, सिटीमा अगाडि गइरहन्। केटाहरू चाहिँ किन कन्फ्युज भएको, हाम्रो त राइडरहरू यहाँ किन कन्फ्युज भएको कुन्नी। एडजस्ट ल एडजस्ट आवाज मदनको एडजस्ट आएको छ है त, पुरा कुडकुड कुडकुड गर्छ यार। यो सिस्टम चाहिँ सही हो, मान्छेहरू माथिबाट टक्क बाटो क्रस गरिरहन्, यो चाहिँ भवालो है। यो मान्छेले कसो हेरिरहेको क्या, ठुलै बाइक होला भनेर हेरिरहेको थियो। तर के गर्नु, कहाँ गएर सुत्दिनु मदन फेरि यार, मदन कता गएर सुत्दिनु फेरि, यता बिच रोडमा यस्तरी भयङ्कर ट्राफिक छ यहाँ त आज त, मान्छेहरू त भयङ्कर भिड छ है। ओहो खै यार के भइरह, यस्तो भिड छ गाइस, देख्न सक्नुहुन्छ है। अब यस्तोमा चाहिँ क्या भिड छ यार। भिड भएको चाहिँ के कारण हो लगेज, म यो भिडबाट यस्तो भिडबाट चाहिँ म उम्केपछि हजुरसँग म मिल्ने छ है त गाइस। फेरि एकछिन है, के रोडै बन्द छ त भनेको यार, रोडै बन्द गर्दै यहाँ त यार। तल बाइक पैदल आउने, पैदल ऊ त्यहाँबाट जान्दिनँ, पल्लो रोड जान दिँदैन र। पुरै रोड बन्द गरिदियो हेर। अब यहाँबाट भित्र जाने कसरी, अब बाइक चाहिँ तल राखेर अनि फेरि आउनुपर्ने भयो। डेन्जर छ यार पुलिसहरूले। कस्तो यार दिमाग खराब भयो यार, ल्याङ भयो यार। पुरै बन्द गरिदियो गाइस, बन्द गरिदियो पुलिसहरूले बन्द गर्यो भाइ। डेट जा यत्रो गाडी अब यहाँ कसरी फर्काउनु भनेर बन्द गरिदियो यार। हेलो गाइज, ल हामी चाहिँ फाइनली गाइज हामी पुगिसक्यो है त, पुगिसक्यो। अगाडि चाहिँ हाम्रो के छ भने
त्यहाँनिर चाहिँ पुलिसले एकदमै भिड भएर पुलिसले हाम्रो चाहिँ जानलाई बाटो बन्द गरिदियो, रोकिदियो। हामी चाहिँ टक्क बाइक तल लिएर बाइक पार्किङ हामी टक्क गरेका छौँ। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो लगत्तै 3टा बाइकहरू पार्किङ छन्। यो चाहिँ हाम्रो एसआर मोटो ब्लग है त। यो चाहिँ यो अर्को मोटो ब्लग, यो यहाँको नाम MYX मोटो ब्लग। तपाईँहरूले चाहिँ एकचोटि गएर सपोर्ट गरिदिनु होला है त। प्रकाश मोटो ब्लग गाइस, हाम्रो चाहिँ पुरा साथीहरू अहिले चाहिँ आफ्नो टक्क गाडीहरू पार्किङ गरेर हामी चाहिँ यहाँनिर बसेर अब चाहिँ अहिले चाहिँ भोक लाग्यो भने केही चिज यसो हामी नास्ता पानी खाएर अनि हामी चाहिँ निस्किने छौँ अगाडि घुम्नको लागि है त। अब चाहिँ बाटो भित्र गएर मिल्नुपर्छ, मस्त ल।